नमस्कार सबैजनालाई। आज म घरमै सुत्केरी मसला बनाउने तरिका देखाउँदैछु। यो मसला धेरै पुस्तादेखि सुत्केरी आमाको हेरचाहको लागि नेपाली घरहरूमा बनाइँदै आइरहेको छ। अब एक एक गरी सामग्रीहरू हेरौँ। ड्राई फ्रुट्समा मैले हाडे बदाम, नरिवल, किसमिस, काजु, ओखर लिएकी छु। त्यसरी मसलाहरूमा पाखनबेत, ठुलो औषधि, बत्तिसा, बास्ना मसला, मेथी, सेतो पलादी, जेठो बुढो, चम्सुर, सुठो अनि ज्वानोको धुलो, गुँद र पाडे सोप। हजुरहरूले अब एउटा कराही लिनुहोस्। कराहीलाई तातो बनाएर 3 चम्चा जस्तो घिउ हाल्नुहोला। घिउ चाहिँ अलिकति धेरै लिँदा पनि राम्रो हुन्छ। अब यो घिउमा चाहिँ हजुरले अघि काटेर राख्नुभएको ड्राई फ्रुट्सलाई मजाले भुट्नुहोस्। बिस्तारै बिस्तारैसँग थोरै थोरै लिएर भुट्न सक्नुहुन्छ। मैले पनि 2 चोटि गरेर भुटेकी छु। अब यही तेलमा तपाईँले गुद पनि फुराउन सक्नुहुन्छ। घिउमा गुद फुराउँदा यसको स्वाद र बनावट अझ राम्रो हुन्छ। हजुरले देख्न पनि सक्नुहुन्छ यो मजाले फुल्लिँदै आएको छ। मकैको दाना जस्तै देखिन्छ। देख्नमा एकदम राम्रो लाग्छ। यो गुद फुटिसकेपछि यही घिउमा चम्सुर फुराउनु होला। चम्सुर फुरिने बित्तिकै हजुरले यसमा दुध हाल्नुहोस्। त्यसपछि दुध अलिकति तातो हुँदै आएपछि अघि फुराएको गुद र ड्राई फ्रुट्सहरूलाई हाल्नुहोला अनि एकछिन दुधमा यत्तिकै पकाउनुहोस् ताकि यो दुधले मजाले यो ड्राई फ्रुट्सहरू चाहिँ फुलियोस्। त्यसपछि अब बिस्तारै पालैसँग हामी मसलाहरू हालौँ। देख्न सक्नुहुन्छ हजुरले बत्तिसा, त्यसपछि पाखनबेत, त्यो सँगसँगै हामीले अब सेतो पलादी हालेर यसलाई राम्रोसँग चलाउनुहोस्। यो हजुरले सुत्केरी मसला बनाउँदा चलाइबस्नुपर्छ। मेथी चाहिँ हामीले अलिक थोरै हालौँ। अनि यो बास्ना मसला भयो। अनि त्यस पछाडि सुठो अनि त्यसपछि ज्वानोको धुलो, त्यसपछि जेठो बुढो हाल्नुहोला। अनि यसलाई चाहिँ एकदम निरन्तर हजुरले चलाइ नै राख्नुपर्छ। हजुरले छोपेर पकाउनु भयो भने चाहिँ यो पिँधमा, कराहीको पिँधमा चाहिँ लाग्ने सम्भावना धेरै भएको कारणले चाहिँ यसलाई चलाइराख्नुपर्छ ताकि यो मजाले पाकोस् पनि अनि दुध पनि बिस्तारै पाक्दै जाँदाखेरि घट्दै जान्छ। यसलाई धेरै बाक्लो बनाउनु पर्दैन। पछि यो चिसिँदाखेरि चाहिँ अलिकति बाक्लो भएर आउँछ। त्यही कारण हामीले यसलाई एकदमै सुकाउनु पर्दैन। लगातार चलाउनुहोस्। हजुरले यो आगोको आँच चाहिँ अलिकति धिमा नै राख्नुहोला। एकदम मन्द आगोमा पकाउनुपर्छ। पकाउँदै जाँदाखेरि चाहिँ यसको रङ पनि चेन्ज हुँदै आउँछ। किनभने मसलाहरू मजाले पाकेको हुनाले चाहिँ रङ पनि अलि फेरिँदै आउँछ। अब यो सुत्केरी मसलामा हजुरहरूले गुलियोको लागि मिश्री पनि राख्न सक्नुहुन्छ। चिनी राख्दा पनि हुन्छ। मैले मिश्री राखेकी छु। देख्न सक्नुहुन्छ यो मिश्री पग्लुन्जेल हामी यसलाई पकाउँ। यसलाई टुक्रा टुक्रा गरेर पनि तपाईँले हाल्न सक्नुहुन्छ। मैले चाहिँ एउटा सिङ्गै हालेकी छु। सुरुमा चम्सुर फुराउँदा नै पनि यो पाडे सोपलाई हजुरले फुराउन सक्नुहुन्छ। मैले चाहिँ अहिले अन्तिममा गरेको छु। घिउ तताएर यसमा पाडे सोप मजाले भुटे। यसलाई चाहिँ अलिक भुट्नु नै पर्छ। अनि त्यसपछि हाम्रो यो सुत्केरी मसलामा मजाले झानिदिएको छु। अब यसलाई एकचोटि मजाले चलाउनुहोस् अनि एकछिन केही बेर फेरि पकाउनु होला। त्यसपछि सुत्केरी मसलालाई हजुरले पछिसम्मको प्रयोगका लागि सुक्खा अनि सफा एउटा बट्टामा हाल्न सक्नुहुन्छ। तर यसलाई स्टोर गर्न अगाडि तपाईँले यसलाई एकदम चिसो बनाउनुपर्छ। यो चाहिँ सेलाको हुनुपर्छ। अनि आजको हाम्रो सुत्केरी मसला रेडी भएको छ। हजुरले देख्न सक्नुहुन्छ। देख्दा पनि अति नै स्वादिष्ट अनि खाँदा पनि त्यत्तिकै स्वादिष्ट छ। हजुरले यसरी बट्टामा हालेर अनि बिर्को मजाले कसिदिनु होला। हजुरहरूले तताएर पनि खान सक्नुहुन्छ। तातो दुधसँग मिसाएर पनि खान सक्नुहुन्छ। अन्तिमसम्म भिडियो हेर्नुभएकोमा धन्यवाद।
लाइक अनि सब्सक्राइब गर्न नबिर्सिनुहोला।